वेलकम ब्याक टु माई न्यू भ्लग। सो आज म चाहिँ भ्लग बनाउँदैछु। आज होइन, म पहिला पनि भ्लग बनाइरहेको थिएँ, तर के गर्ने, थोब्रामा लाज लाग्ने होइन, अनि भिडभाडमा बोल्नै नसकिने भएर चाहिँ भ्लगै बनाउन सकेको थिएन। सो आज चाहिँ म एकदमै हिम्मत गरेर बनाउँदैछु। आज म तपाईहरुलाई देखाउँछु यहाँ खाडी मुलुकमा के कस्तो काम हुन्छ भनेर। मेरो चाहिँ अझ यहाँ ड्राइभर आएको छैन, त्यही भएर यत्तिकै हल्लिने हो। ड्राइभर आएपछि म पनि काममा हेर्न सक्नुहुन्छ है, कति धेरै मान्छेहरू छन् होइन, लेबरहरू हाजिर लगाउँदैछन्। अहिले एकछिनमा काममा जान्छन्। सो मेरो गाडी चाहिँ यहाँ आइसकेको छ होइन। अब एकछिनपछि काममा जाने हो। गाडी चाहिँ आइसकेछ। यो गाडी सँगसँगै काम गर्ने हो। सो यदि खाडीमा तपाईहरु हुनुहुन्छ भने होइन, यस्तो चाहिँ एकदमै जरुरी छ क्या लगाउनलाई। यस्तो चाहिँ लगाउनु पर्छ, किनकि यो आफ्नै लागि हो, आफ्नो सेफ्टीको लागि होइन। यहाँको घामले कालो न कालो भइन्छ, डरिन्छ क्या। त्यही भएर चाहिँ यो चाहिँ लगाउनु होला, म त्यही भन्न चाहन्छु। अनि अहिले चाहिँ म काममा जाँदैछु। मेरो काम गर्ने चाहिँ होइन, अब 10 महिना हुन लागिसक्यो। काम चाहिँ हामी यस्तै बिल्ला बनाउने, सुरुमा यस्तो बन्छ होइन, पछि उतै यस्तो बन्छ। यति राम्रो घर बनिसकेछ यहाँ। सो म चाहिँ होइन रेगुलरली सायद भिडियो बनाउन सक्दैन, किनकि मेरो पनि एउटा रेस्पोन्सिबिलिटी मिलेको छ, यानि कि काम होइन, मान्छेहरूलाई सुरक्षित राख्ने। किनकि मान्छेहरूलाई सुरक्षित राख्ने काम पाएको छु होइन, रिगरको फ्ल्यागमा। अब मेरो एउटा त्यो पनि मेरो रेस्पोन्सिबिलिटी हो, यताउता एक्सिडेन्ट नहोस् भनेर होइन। अनि मलाई चाहिँ भिडियो सुट गर्न एलाउड छैन, किनकि मेरो चाहिँ काम यताउता हेर्ने देख्ने हो होइन। एउटा गल्तीले, सानो गल्तीले होइन एक्सिडेन्ट हुन सक्छ। त्यही भएर सायद म पुरै भिडियो देखाउन सक्दैन, सुट गर्न सक्दैन। जति सक्छु त्यति देखाउँछु तपाईहरुलाई। अहिले चाहिँ म होइन हामीले बनाएको बिल्डिङ देखाउन जाँदैछु, कति राम्रो छ। तीनटा अहिले चाहिँ तीनटा रेडी भइसकेछ। यहाँ एउटा यहाँ छ, एउटा यता छ, अनि यहाँ होइन पुरै बिरुवाहरू कुनको बिरुवा हो थाहा छैन मलाई यहाँ चाहिँ, तर दामी रहेछ। यति राम्रो छ होइन। यहाँ चाहिँ रेगिस्तानमा भए पनि होइन, एकदमै हरियाली बनाउनलाई सब लिएर आएको छन्। अनि उता चाहिँ मेरो साथीहरू छन् इन्डियाको। यहाँ रोड पनि बनिसकेको छ। यो सब रोड होइन एकै दिनमा बन्यो क्या, यति फास्ट काम हुन्छ। त्यहाँ छ एउटा बिल्ला, दामी बनिसकेछ घरहरू। उता सेफ्टी छ, उता जाँदैन, किनकि देख्यो भने भिडियो बनाउनु दिँदैन। यही हो हामीले काम गर्ने ठाउँ, यतै हो। यो साइड त एकदमै ठुलो छ होइन। त्यही पनि यहाँ अहिले हाम्रो काम चाहिँ त्यही बिल्लामा भइरहेको छ क्या। अहिले चाहिँ मेरो होइन केही काम छैन, त्यत्तिकै बसिरहेको छु। यता अरूजना पनि यत्तिकै हल्लिरहेको छन् होइन। अहिले त आज सायद धेरै काम छैन, किनकि यहाँ काम सकिन लाग्यो बिल्लाको। अनि त्यस्तै हो, कहिले बस्ने, कहिले काम धेरै हुन्छ, कहिले काम थोरै होइन, त्यही गरिराख्न पर्छ। अहिले चाहिँ मेरो गाडी उता गएको छ सामान लिन, अहिले आउँछ। म चाहिँ यत्तिकै बसिरहेको छु। अहिले 9 बजे, अब 9 बजेपछि सायद 9 बजेपछि ब्रेकफास्ट हुन्छ हाम्रो। अहिले चाहिँ हाम्रो ब्रेकफास्ट टाइम भइसकेको छ। अब काम त यस्तै हो होइन। अब आधी घन्टा ब्रेकफास्ट गर्ने ब्रेक दिएको छ। सो यो टाइममा चाहिँ हामी ब्रेकफास्ट गर्ने, रोटी खाने। फाइनली यो चाहिँ मेरो रुम हो होइन।
यहीँ बसेर म खाना खाने गर्छु अनि भित्र सुत्ने गर्छु। यस्तै रुम हो, मतलब त्यो पहिला सेफ्टीको रुम थियो, अहिले खाली छ, त्यही भएर म खाना यहीँ राख्छु अनि सुत्न पनि यहीँ सुत्छु। भित्र अहिले तपाईँहरूलाई देखाउँछु। तेरे बिन हो जाने से सुत्ने यही हो ठाउँ। एसी अहिले बन्द छ। खाना यहाँ राखेको छु, कहिले कसो त खानै खराब हुन्छ, बिग्रिहाल्छ यति गर्मीले। यस्तै हो परदेशीको जिन्दगी, विदेशको खाना यस्तै हो। मलाई ग्रुपमा मन पर्दैन के धेरै जसो, म एक्लै नै बसेर खान मन लाग्छ। अनि साथीहरू पनि यता यो साइडमा अहिले छैनन् होइन, कहिले कसो मात्रै आउने गर्छन्, त्यही भएर म एक्लै खान मन लाग्छ कि, एक्लै बस्न मन लाग्छ, एक्लै खान मन लाग्छ होइन। यहाँ आएपछि एक्लै हो क्या। यो रोटी हेर, यो रोटी चाहिँ राम्रो छ तर खानामा त्यति स्वाद छैन क्या यो रोटीको, त्यही भएर यो रोटी फालिदिन्छु। खाने रोटी हो, यसको आकार हेर्नु त कस्तो रहेछ, मोटो न मोटो, कति मोटो यार रोटी पनि। अब जति खान सक्छु खान्छु, एउटा दुईटा फालिदिन्छु। अब सब्जी देखाउँछु तपाईँहरूलाई। सब्जी के को सब्जी हो, खोइ के मिसाएको रहेछ होइन। खाने 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 घर हुँदा त मासु भात खाइन्थ्यो, यहाँ आएर त के खाना परिरहेछ यार। तर अरू दिन भन्दा होइन आज सब्जी चाहिँ राम्रो रहेछ। कम्पनीले दिएको खाना कस्तो हुन्छ आफै सोच्नु। म चाहिँ होइन धेरै लामो भ्लग गराउँदिनँ, किनकि यो मेरो पहिलो भ्लग हो, त्यही भएर सानो भ्लग गराउँछु। किनकि मान्छेहरू हेर्न पनि अलिक अल्छी मान्छन् क्या, त्यही भएर आजलाई यही नास्ता खाएर भ्लग एन्ड हुन्छ, पछि फेरि बनाउँछु।